हेलो स्योर नमस्ते नमस्कार सम्पूर्णलाई लासो फ्याफुला झोडले एकमुष्टमा भन्न चाहन्छु र आज पनि म उपस्थित भइसकेको छु तपाईहरुको माझमा। आजको हाम्रो छोटो मिठो र सर्ट एन्ड स्विट रिभ्यू भिडियो लिएर म उपस्थित भइसकेको छु हजुरको माझमा। स्वीकार्नुहोस् हाम्रो रिभ्यू भिडियोलाई। र सर्वप्रथम त सेवारो नमस्ते लासो फ्याफुला झोडले भन्न चाहन्छु र नमस्कार सेवारो भन्दै आजको यस हाम्रो रिभ्यू भिडियो छ भुन्टी सिरियलको भाग 311 को रिभ्यू भिडियो गर्नु गइरहेको छु। तपाईहरुले यस हाम्रो रिभ्यू भिडियोलाई लाइक शेयर सब्स्क्राइब र नजिकै भएको बेल आइकनमा पनि क्लिक गरेर साथी जोड्न सक्नुहुनेछ। र जतिजना मित्रहरू हुनुहुन्छ दर्शक मित्रहरूले यस हाम्रो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गरेर साथ सपोर्ट गरिदिइराख्नु भएको छ। तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मुटुभरिको माया अनि न्यानो सम्झना छ सम्पूर्ण मित्रहरूलाई। र आजको यस हाम्रो रिभ्यू भिडियोमा चाहिँ हाम्रो जेरी भुन्टी अनि भूपेन्द्र अनि हाम्रो भुवन टोकोले भोला थोरै थोरै सर्ट एन्ड स्विट रिभ्यू गर्न गइरहेको छु। जति पनि मैले सिरियलमा देखेको भिडियो हेरिसकेपछि मैले छोटो मिठो रिभ्यू गर्ने गरेको छु र यस हाम्रो रिभ्यू भिडियोलाई स्वीकार्नुहोस् र ढिलो नगरी म प्रस्तुत गर्न गइरहेको छु। लेट्स इन्जोय दिस भिडियोस। अचानक भुन्टी भूपेन्द्रलाई छोडेर घरबाट निस्केर बाहिर हिँडिराखेको अवस्थामा फ्रेस हर्स फ्यान्ट भएर ढलिरहेको अवस्थामा भोलाले पक्रेर उठाएर हस्पिटलतिर लगेर बचाएका थिए। र त्यही बचाउने क्रममा भोलाले बोकेर हस्पिटलतिर लगिरहेको भिडियो खिचेर यस हाम्रो श्रेया र हाम्रो जेरीले भिडियोलाई आफ्नो ससुरा बुवा र अनि आफ्नो पोइबुढा भुवनलाई देखाएर भुन्टीलाई जसरी भए पनि घरबाट निकाल्नुको लागि प्रोसेसिङ गरिरहेका थिए। र त्यो पनि श्रेयाको ससुरो र हाम्रो श्रेयाको बुढा भुवनले के पनि भनेको छैन। जेरी र श्रेया मिलेर एआई भिडियोबाट तयार पारेर भुन्टी अर्कै केटासँग लागिरहेको छ भन्दै आफ्नो ससुरा बुवा र आफ्नो पोइबुढा भुवनलाई देखाएको जस्तो एआई भिडियोबाट बनाएर भुन्टीलाई भ्रममा पारेर भूपेन्द्रलाई देखाउँदै थिए। र भूपेन्द्रलाई पनि यस हाम्रो एआई भिडियोबाट बनाएको भुन्टी अर्को केटासँग हिँडिरहेको देखेपछि भूपेन्द्रले पनि आफ्नो श्रीमती भुन्टीलाई माया मारिसकेका छन्। र अचानक बाटोमा श्रेया र जेरीले खोजिराखेको अवस्थामा भोलाले भुन्टीलाई हस्पिटलबाट डिस्चार्ज भएपछि लखर भुन्टीको घरमा पुर्याउनका लागि आइराखेका थिए। त्यसै बेला जेरी र श्रेयाले देखिन्। जेरी र श्रेयाले नाटक गर्दै भनेका थिए तिमी बिना भूपेन्द्र उता घरमा मर्नु लागिसकेको छ भुन्टी कि भुन्टी भन्छ भन्दै भनिराखेका थिए। ल हिँड भुन्टी तिमी जसरी भए पनि हिँड भन्दै बोलाइरहेका थिए। र भुन्टीले भनिन् म जाँदिन भन्दै भनेका थिइन्। अब कहिले पनि भुन्टी फर्किँदैन त्यो घरमा भन्दै भनिराखेका थिइन्। र श्रेया र जेरीले भोलाले पनि मार थर्काइराखेका छन् किनकि अर्काको श्रीमती यसरी बोकेर हिँड्ने भन्दै कराइरहेका छिन्। तर भोलाले भुन्टीलाई लिएर हिँडे कि होइन। भोलाले भुन्टीलाई बेहोस पारामा सडकमा लडिरहेको बेला मद्दत गरेका थिए किनकि सडकबाट उठाएर हस्पिटल लगेर भुन्टीलाई निको बनाएर घर फर्कने क्रममा जेरी र श्रेयाले भेटाएपछि भोलालाई मार थर्काउँदै गरेका थिए। र भुन्टीलाई जसरी भए पनि हिँड भुन्टी तिम्रो बुढा पोइबुढा मर्नु लागेको छ किनकि भुन्टी बिना बाँच्न सक्दिन भन्दै रोइरहेको छ भन्दै भूपेन्द्र कराउँदैछ भन्दै श्रेया र जेरीले फकाउँदै थिए। तर पनि भुन्टी मानेकी थिएनन्। फेरि पनि बार पटक तिम्रो बुढा मर्नु आँटेको छ भूपेन्द्र भुन्टीको नआइकन जिउन सक्दिन भन्दै भनेपछि
एक बिचारी सिधा भुन्डी हो नहो भनेर घर आएकी थिइन् र घर आउने बेला घर आइसकेपछि जेरी र श्रेया दुईजना मिलेर भुन्टीलाई टनाटन बाँधेका थिए हात खुट्टा सबै। किनकि जेरी र भुन्टीले अर्कै प्लानिङ गरेका थिए। किनभने जेरीले एकजना वकिल साहब बोलाएर कागज पेपर रेडी बनाएर भुन्टीलाई जसरी भए पनि भूपेन्द्रसँग डिभोर्सको पेपर बनाएर साइन गराउनुका लागि यो सबै गरेका थिए। तर फाइनल्ली भुन्टीले पनि राम्रै मुखले म साइन गरिदिन्छु, यस बानिएको डोरी खोलिदिनुहोस् भन्दै आफ्नो साउतेनी जेरी र जेठानी दिदी श्रेयालाई भनेका थिए। यति भनेपछि श्रेया र जेरी मिलेर भुन्टीलाई बानिएको डोरी खोलिदिए र खोलिसकेपछि भुन्टीले भने म कुनै हालतमा पनि मेरो पोइ बुढाले डिभोर्स दिनु सक्दिनँ, किनकि यो मेरो मनभरि खालि मेरो पोइ बुढा भूपेन्द्रै मात्रै छ भन्दै रुँदै कराउँदै भनिराखेका थिइन्। र उता वकिलले पनि सुनिरहेका थिएन्। पहिला जेरी र श्रेयाको एकतर्फी कुरो सुनेपछि वकिलले पनि कागज पेपर तयार पारिराखेका थिए। तर फाइनल्ली अन्त्यमा भुन्टीले पनि भने म यसरी डिभोर्स गर्न सक्दिनँ, किनकि मेरो पोइ बुढा मेरो मुटुभरि पोइ बुढा मात्रै छ भन्दै रुई कराई गरेपछि वकिलले पनि भनेका थिए यसरी बिना सहमति डिभोर्स गराउन सकिँदैन भन्दै जेरी र श्रेयाले भनेका थिए। र जब श्रेया र जेरीले भुन्टीलाई बानिएको डोरी खोलिसकेपछि भुन्टीले झापट लगाउँदै दुईजनालाई नै भनेका थिए म कुनै पनि हालतमा यो घर छोडेर पनि जाँदिनँ, कुनै पनि हालतमा मेरो पोइ बुढालाई डिभोर्स दिनु पनि सक्दिनँ भन्दै आफ्नो साउतेनी जेरी र आफ्नो जेठानी दिदी श्रेयालाई थप्पड हानेर थर्काइराखेकी छिन्। त्यति बेला वकिल साहबले पनि हेरिराखेका थिए। त्यसैले फाइनली वकिलले पनि अब बुढा र बुढीको बिना सहमतिमा हामीले यसरी डिभोर्स पेपर गर्नु सकिँदैन भन्दै आफ्नो जेरी र श्रेयाको वकिल साहबले पनि भनेका थिए ल अब सुन्नुहोस्, यो भुन्टीले डिभोर्स गर्नु चाहेको छैन र आफ्नो मर्जीले डिभोर्स गराउन सकिँदैन। जब बुढा र बुढीको सहमत छैन तबसम्म डिभोर्स हुँदैन। सरी, म यस कामको लागि म कुनै अगाडि बढाउन सक्दिनँ भन्दै वकिल साहब पनि त्यहाँबाट घरतिर फर्के। र घरतिर फर्किसकेपछि पनि उता जेरी र श्रेयाले भुन्टीले एकदम कर लगाइराखेकी थिइन् र कर लगाउने बेलामा 2-3 झापट हानिसकेपछि भुन्टी आफ्नो पुइ बुढा भूपेन्द्रको कोठातिर गइन् र भूपेन्द्रलाई पहिले नै जेरी र श्रेयाले एआई भिडियोबाट भुन्टीलाई अर्को केटासँग रात बिताएकी र हिँडेकी भन्ने भिडियो बनाएपछि भूपेन्द्र पनि हो नहो भन्दै भुन्टीमाथि माया मारिसकेका थिए भूपेन्द्रले। र त्यसैले भुन्टी भूपेन्द्रको रुममा त गई, तर भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई माया मारिसकेका थिए। किनकि भुन्टीले ढोकाबाट हेरिरहेकी थिइन् आफ्नो पोइ बुढालाई। त्यतिखेर भूपेन्द्रले तिमी जाऊ, तिमी के खानु फर्केको हौ मेरो घरमा भन्दै भूपेन्द्रले जुत्ताले हानेका थिए। र जुत्ताले हानिसकेपछि भुन्टीले पनि भन्यो बुझ्ने प्रयास गर्नु, म कतै बाहिर थिएँ भनेका थिए। तर पनि भूपेन्द्रले कुरै नबुझिकन श्रेया र जेरीको एआई भिडियोबाट भूपेन्द्रलाई पनि उतैतिर मन तानिसकेका थिए जेरीले। त्यही भएर आफ्नो श्रीमती भुन्टीलाई भूपेन्द्रले जुत्ताले हानेर घरबाट जाऊ, तिमी यहाँ आएर कुनै फाइदा छैन भन्दै थर्काएपछि फाइनल्ली भुन्टीले पनि फेरि पनि आफ्नो घर छोडेर लखर रुँदै ओह्रालो सिडी स्टेपमा झरिराखेकी थिइन्। र स्टेपमा झर्ने क्रममा फेरि पनि जेरी र श्रेयाले कोठाको झ्यालबाट भुन्टीलाई हेरिराखेका थिइन् र हेरिसकेपछि फेरि पनि गएर दुईजनाले ठेलाठेल गरिराखेका थिइन्। किनकि चाँडोभन्दा चाँडो भुन्टीलाई
त्यो घरबाट निकाल्नुको लागि कोसिस गरेका थिए र फाइनली भुन्टी अब भूपेन्द्रलाई छोडेर फेरि पनि निस्किएर गइन्। यसरी नै अब अर्को रिभ्यू भिडियोमा के कस्तो हुनेछ यो पार्टको लागि चाहिँ भूपेन्द्रले भुन्टीलाई जुत्ताले हानेपछि भुन्टी घरबाट निस्केर स्टेपमा लखर बिचारी घर छोडेर गइन् भन्दै आजको यस हाम्रो रिभ्यू भिडियो यतिमै अन्त्य गर्न चाहन्छु। र यस हाम्रो रिभ्यू भिडियो अन्त्य गर्नुभन्दा पहिला तपाईँहरू सम्पूर्णलाई मोस्टली वेलकम अनि स्वागत छ भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट बिदा मागेर जानुपर्ने हुन्छ। तपाईँहरू सम्पूर्णलाई अन्स अगेन थ्याङ्क यू सो मच र धेरै धेरै धन्यवाद अनि मिठो माया अनि न्यानो सम्झना छ। र जति पनि हाम्रो भ्युअर साथीहरूले यस हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु भएको छ तपाईँहरू सम्पूर्णले फेरि पनि धेरै धेरै धन्यवाद मुटुभरिको माया न्यानो सम्झना दिन चाहन्छु र अन्स अगेन थ्याङ्क यू सो मच अनि मुरी धन्यवाद। र अर्को कुरा जति पनि मेरो नयाँ भ्युअर साथीहरू हुनुहुन्छ तपाईँहरूले पनि यस हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब र नजिकै भएको बेल आइकनमा क्लिक गरेर जोडिनु होला ताकि मैले अपलोड गरेको रिभ्यू भिडियो तपाईँहरूको सेटमा चाँडोभन्दा चाँडो नै प्राप्त गर्न सक्नुहुनेछ भन्दै जति पनि मित्रहरू हुनुहुन्छ तपाईँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अन्स अगेन थ्याङ्क यू सो मच अनि यसरी नै यस हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब र तपाईँहरू सम्पूर्णले माया गरिदिनु हुने नै छ भन्ने आशाका साथ म हरेक सकेसम्म म रिभ्यू भिडियो लिएर आउने नै छु र यस हाम्रो भुन्टी सिरियलको रिभ्यू भिडियो बनाउने गर्दछु। र यस हाम्रो भुन्टी सिरियल चाहिँ हाम्रो ओरिजिनल भिडियो चाहिँ सुकमाया टिभीबाट आउने गर्छ, सुकमाया टिभी युट्युब च्यानलबाट। र सुकमाया टिभी युट्युब च्यानललाई पनि तपाईँहरूले गएर लाइक सेयर सब्सक्राइब गरिदिनु होला र साथ सपोर्ट गरिदिनु होला है त भन्दै आजको यस हाम्रो रिभ्यू भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस् त सेवा र नमस्ते छड्के सलाम बाई बाई एभ्रिवान बाई बाई सी यू।